श्रीमान चाहिँ अन्य महिलासँग मेसेजमा बोलेकै आधारमा डिभोर्स हुन्छ त भनेर धेरैजनाको जिज्ञासा रहेको थियो। यदि श्रीमतीले चाहिँ श्रीमान चाहिँ अन्य महिलासँग मेसेजमा बोलेको, घुमफिर गरेको, जे होस् अर्को सम्बन्ध छ भन्ने थाहा पाइराख्नु भएको छ र यसले तपाईँले चाहिँ मानसिक तनाव दिइरहेको छ भने चाहिँ मुलुकी देवानी संहिता 2074 अनुसार चाहिँ तपाईँलाई श्रीमानको उक्त कार्यबाट चाहिँ मानसिक कष्ट हुने कुनै किसिमको काम वा चाल प्रपञ्च गरेको छ भने चाहिँ तपाईँले चाहिँ सम्बन्धित जिल्ला अदालतमा गएर चाहिँ डिभोर्सको मुद्दा दायर गर्न सक्नुहुन्छ। र यदि सबै प्रमाण चाहिँ तपाईँको पुगेको छ र अन्य महिलासँग लागेको चाहिँ प्रमाणित भयो भने चाहिँ सम्बन्धित जिल्ला अदालतले चाहिँ तपाईँहरूबिच सम्बन्ध विच्छेद गराउन चाहिँ सक्छ। धन्यवाद।